के तपाईले अरूको पैसा आफ्नो अकाउन्टमा राख्दिने गर्नुभएको छ भने होस् गर्नुहोला। जानी नजानी तपाई मनी म्युलको शिकार बन्न सक्नुहुन्छ। सुरुमा त बुझौं के हो त यो मनी म्युल। मनी म्युल भनेको त्यस्तो मान्छे जसको बैंक अकाउन्ट प्रयोग गरेर ठगी गरेको स्क्याम्स र करप्सनको पैसा मार्केटमा घुमाउँदै गैर कानुनी पैसा व्हाइट बनाउँछ, जसले अपराधीहरूलाई मनी लन्ड्रिङ गर्न मद्दत हुन्छ। मानव यदि कसैले 50 लाख तपाईको अकाउन्टमा ट्रान्सफर गरिदिन्छु भन्छ, त्यो पैसा राखेको बापत 1.5 लाख तपाईले नै राख्नु अनि बाँकीको पैसा चाहिँ फेरि अरु कसैको अकाउन्टमा ट्रान्सफर गरिदिन्छु भनेर भन्छ भने तपाई मनी म्युल बन्न पुग्नु भयो र यही कारणले तपाई जेल पनि पुग्न सक्नुहुन्छ। अरूको पैसा केही टाइमलाई आफूसँग राख्दा उल्टै आफैलाई पैसा आउने वाह भने जस्तो लाग्छ भने विचार गर्नुहोस्। मनी म्युल यस्तो क्राइम हो जसमा भिक्टिम नै कारबाहीमा पर्न सक्छन्। नेपाल राष्ट्र बैंकले मनी म्युल एक गम्भीर वित्तीय अपराध हो भनी भनेको छ र यो जस्तो जालमा नपर्नु र सचेत रहनु भनेर सबैलाई अनुरोध गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा आफ्नो बैंक खाता वा वालेट खाता अरूलाई प्रयोग गर्न नदिनु भनेर सुझाव दिएको छ र जिम्मेवार वित्तीय व्यवहार अपनाउन सबैलाई अनुरोध गरेको छ। तपाईको आफ्नो बैंक खाता र वालेटको सुरक्षा तपाईको हातमा छ। सजिलो पैसाको लोभमा परेर ठूलो जोखिममा नपर्नुहोस्। सचेत रहनुहोस् र जिम्मेवार वित्तीय व्यवहार गर्नुहोस्।